때문에 일본의 소유将来なんでしょうね。日本に30年間一生懸命頑張って子供もここに育ててくれて帰れって言われたらどうすればいいですか。 उहाँ चाहिँ इन्डियन नागरिक हुनुहुन्छ। उहाँ जापान आएको 30 वर्ष हुनुभयो। आज उहाँलाई भिजा नदिएर आफ्नो देश फर्किने तयारीमा हुनुहुन्छ। र उहाँ के भन्दै हुनुहुन्छ भनेदेखि म जापान आएको 30 वर्ष भएँ। मैले 30 वर्षमा जापानमा बसेर धेरै दुःख गरेँ। जापान सरकारले जे भन्नुहुन्छ त्यही रुल मैले फलो गरेर आएँ। विगत 18 वर्षदेखि म आफ्नै रेस्टुरेन्ट व्यवसाय चलाएर बस्दै आएको छु। र मेरो बालबच्चाहरू पनि यहीँ जन्मे, यहीँ हुर्के, मैले यहीँको शिक्षा पढाएँ। म नै यहीँ बस्ने भएपछि मेरो बच्चाहरूले पनि यहीँ भविष्य बनाउँछ भनेर मैले यहीँको भाषा पढाएँ। अहिले मेरो बच्चाहरूले यहाँको जापानिज भाषा बाहेक अरू कुनै पनि भाषा बोल्न आउँदैन र मेरो घर पनि छ यहीँ जापानमा। तर मलाई अहिले जापान सरकारले मलाई भिजा दिएन, आफ्नो देश फर्केँ भने अब मैले त्यो बच्चाहरूलाई आफ्नो देशमा ल्याएर कसरी आफ्नो भाषा सिकाउने र यहाँ मैले पढाएको शिक्षा कुनै पनि काम नलाग्ने भएपछि अब आफ्नो देशमा गएर त्यो बच्चाहरूलाई मैले कसरी चाहिँ भविष्य बनाइदिने भन्ने यावत कुराहरू गर्नुभएको छ उहाँले। त्यही भएर मैले चाहिँ खास भन्न खोजेको के हो भन्दाखेरि जापानमै बस्दै हुने नेपाली दाजुभाइहरूले पनि अब सोच्नुपर्ने बाध्यता भएको छ। आफ्नो बालबच्चाहरू यहाँ जापानमा पढाउँदै हुनुहुन्छ भने पनि धेरै कुराहरू सोच्नु होला। अथवा नेपालबाट तपाईँहरू नयाँ चाहिँ स्टुडेन्ट अथवा अरू कुनै भिजामा आउनु खोज्दै हुनुहुन्छ भनेदेखि पनि तपाईँहरूको लागि पनि यो भिडियो विशेष हुनसक्छ। तपाईँहरूले पनि आउनुभन्दा अगाडि धेरै कुरा सोचेर धेरै कुरा बुझेर आउनु होला। किन भन्दाखेरि अहिले जापान सरकारले धेरै नै टाइट गरेको छ। हरेक दिन विभिन्न बहाना बनाएर विदेशी नागरिकहरूलाई आफ्नो देश फर्काएको अवस्था छ अहिले। तपाईँले अन्जानमा जापान आएर कुनै सानो गल्ती गर्नुभएको छ भनेदेखि त्यो गल्तीले तपाईँ भोलि आफ्नो देश फर्किनुपर्ने बाध्यता आइसकेको छ जापानमा अहिले। र जापान सरकारले विभिन्न नयाँ रुल ल्याएर चाहिँ हामी विदेशीहरूलाई बस्नलाई धेरै गाह्रो बनाइसकेको अवस्था छ अहिले है। र यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर चाहिँ धेरै माझ पुर्याइदिनु होला ताकि तपाईँहरू जस्तै अरू नेपाली दाजुभाइहरू पनि जापान आउने तर्खरमा हुनुहुन्छ या यहीँ जापानमा बस्ने हुने धेरै नेपाली दाजुभाइहरू पनि हुनुहुन्छ होला। उहाँहरूलाई पनि यो भिडियो धेरैभन्दा धेरै हुन त अब लगभग यो भिडियो धेरै नै भाइरल भइसकेको छ, धेरैले थाहा पाइसक्नु भएको छ। तापनि कतिपय ठाउँमा थाहा नहुन पनि सक्छ जापान सरकारले किन यस्तो टाइट गरिरहेछ, किन यस्तो गरिरहेछ भन्ने कुराहरू। त्यही भएर धेरै सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच भिडियोलाई अन्तिमसम्म हेर्नुभयो। आगामी दिनहरू पनि यस्तै खालको भिडियोहरू लिएर आउनेछु। तबसम्मको लागि थ्याङ्क यू सो मच। हस् त भाइ है त।